चाउचाउ बना यहाँ सुते यस्तरी सो हे गाइस गुड इभिनिङ वेलकम ब्याक टु माई न्यू भ्लग। हजुरहरू सबजना आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला गाइज। म पनि एकदमै ठिक छु। हेर्नु त अहिले पोखराको भ्यू यस्तो छ। भ्यू हेर्दै चाहिँ बिस उठाउनु लाग्यो। मलाई एकदम भोक लाग्यो। अनि के भनौँ गाइज हजुरहरूलाई एउटा कुरा भनौँ कि नभनौँ, हिजो भ्लग धन्नै मिस भएको। हजुरहरूले हिजोको भ्लग हेर्नुभयो होला। बिस्कुट खानु गाइज। पोखराको यस्तो भ्यू हेर्दै बिस्कुट खान मजा आउँछ, त्यो पनि यस्तोमा बसेर। म त यहीँ भुइँमै बस्थेँ गाइज। यो सफा छ, केही हुन्न। नचल्ला फेरि तल खसिन्छ। के गरेको नचल खसिन्छ। यो के खाएको अल्बर्टले? किन लगाएको रे टी सर्ट फेरि? होइन त भात खाएको अझ कुरा फेरेको बोल्नु हुन्न खाने बेलामा अरे कुकुरा खायो अल्बर्ट। हो गाइस कुकुरा आएको बिस्कुट खायो क्या त्यसले। मेरो बिस्कुट खायो क्या, त्यो खाएन गर कसलाई मलाई टोक्न आएको हो गाइस। मलाई भागेको यहाँ यस्तरी धन्नमा भागेर बचे। मेरो बिस्कुट खायो क्या? खाना है साँच्चै जुठो हालेन आयो गाइस। हेर्नु कस्तो डर लाग्ने छ गाइस। हेर्नु कति डर लाग्ने कुकुर छ। अस्ति लखटेको है हामीलाई गाइस। बिस्कुट खायो मेरो एउटा। अर्को दिम न तैँले खा त एउटा खा म एउटा खाएन त गाइस। के भयो? एउटा खायो अर्को खाएन, भोक लागिन्छ त्यही भएर। यो चाहिँ डस्टबिनमा अहिलेको लागि हाम्रो डस्टबिन यस्तो छ गाइस, प्लास्टिक। आमाले भुटेको भात खाँदै हुनुहुन्छ, फ्राई राइस। अहिले कति बज्यो गाइस? मैले घडी नै हेरिनँ। पल्बट कति बज्यो अहिले? 6:30 बज्यो गाइस। अहिले मैले भन्थेँ नि अघि भिडियो हाल्न ढिलो भयो आज भनेर। आधी घन्टा भइसकेछ। धन्न आजको भ्लग आयो, नत्र त मिस हुने। कति दिन पुरा भयो थियो डेली भ्लग। भात खान के हेरेर बसेको पल्बट? अन्त यस्तोमा बस्यो, तल खस्यो भने जान्छ तल। पोखराको भ्यू इन्जोय गर्नु गाइज। सनसेट चाहिँ भइसक्यो, आज देखाउन पाइएन, पहिल्यै भइसक्यो सनसेट। अनि आज कुहिरो पनि ला उता। त्यस्तो नमस्कार अल्बर्ट, झुक्केर लड्यो भने तल गइन्छ फेरि, बुझेनस्? नमस् त्यस्तोमा। अब त्यो रातो टी सर्ट फुकालिहाल। तल पनि रेड, माथि पनि रेड भयो गाइज। अल्बर्ट रेड भयो के रे? अरू जे लाइन ला, तर रेड टी सर्ट चाहिँ नला। सधैँ लाउँछ गाइज, यो वाक्क परिसक्यो म त। सधैँ लाउँछ, सधैँ छोड्दैन। अब एक दिन लुकाइदिनु पर्छ क्या गाइज। अल्बर्टले भनेको मेरो फोन लुकाइदिन्छ अरे, फोन अनि ट्राइपोड। अनि भिडियो बनाउनु परेन अनि अर्को कपडा छैन तेरो? मेरो एउटा मात्रै फोन छ त। अनि गाइज अल्बर्टसँग बोलेर सकिन्न। अब चाहिँ म जान्छु, बिस्कुट खाएँ। अब के खाम, भोक त लाखा गाइज। अनि बेलुका आज भात नखाने अरे, बेलुका आज चाउचाउ खाने अरे। बुवाले आराध्याले लिएर जानुभयो डान्स सिकाउन डान्स क्लासमा। अनि बुवाले चाहिँ चाउचाउ ल्याउनुहुन्छ, अनि बेलुका चाउचाउ बनाएर खाने, आज भात नखाने। यहाँ काँक्रो रहेछ, काँक्रो खानु पऱ्यो मजाले पखाल्ने, अनि मजाले काँक्रो खाने। अर्ग्यानिक काँक्रो, नि काँक्रो अर्ग्यानिक अर्ग्यानिक चाहिँ हो नि। के अरे अर्ग्यानिक भन्दा नि आउँदैन गाइज। अब चाहिँ फेरि पोखराको भ्यू हेर्दै खानु पऱ्यो। यो अल्बर्टले नि ल्यायो अर्ग्यानिक काँक्रो, मेरो सिकेर होला होइन। के भयो हातमा? रगत आयो कसरी? यो भनेको हाम्रो मर्दको रगत हो। के को रगत? मर्द, यहाँ देख्यो यहाँ लाउने रगत। आफूले गरेको काँक्रो मैले गर्दा कहाँ खसेको र? तेरो हातबाट चिप्लेको होला नि। काँक्रो खसाल्यो तल। मैले अघि भनेको त्यही भएर डिलमा बसेर नखा भनेर। अघि भात पनि यहीँ बसेर खायो, काँक्रो पनि यहीँ बसेर खायो, अनि काँक्रो तल गयो। रगतको टिका लाखा अल्बर्टले, हात काटेर रगतको टिका लाखा। ल फेरि ल्यायो काँक्रो। यो नि फाल्ने हो कि होइन? मजाले डिलमा नबस् फेरि डिलमा बस्यो नि त। उता जा कि फेरि खस्छ चिप्लेर।
गाइस आउँछ साथीको बेला अलि हिँड्नुपर्छ। हिँडेपछि चाहिँ बल्ल अलि फ्रेस हुन्छ। म चाहिँ अलि फ्रेस भएन गाइस, किनभने भर्खर सुतेर उठेको। अब यो एकछिन हिँडेपछि बल्ल फ्रेस हुन्छ। एकछिन दकुर्नु पर्यो। गाइस सोही चाहिँ यता छ। हेलो हेलो वेलकम। थ्याङ्क यू। म यहाँ एक्जाम भएर काम नभएर घरि माथिको घरि सोइजको इक्जाम भ्याइयो के अरे 12 को फ्री छ सोइज। अब म नि अब 1 दिनपछि फ्री हुन्छ, 2 दिनपछि। तिम्रो त जम्मा 10 दिन मेरो त अझै 2 महिना बाँकी नै छ। मेरो 10 दिन जम्मा छुट्टी। 10 दिन भयो नि हुन्छ गाइस, के हुन्छ र। ओ 10 दिन अरे 10 दिन 10 दिन दिन भन्छ यो महिनामा ल्याएर गाइस हेर्नु अलबट खुसी भएको। मेरो छुट्टी अलि धेरै कम दिनको भएर। यही महिनामा फिस काटेर आज झगडा गइहाल्यो। चाउचाउ बनायो अलबटले। बनायो मिठो बनायो मिठो बना खा नि चाउचाउ बना खा। यहाँ सुते है यसरी। कस्तो बनायो? झोल बनाएको होइन गाइस। आज हामीले काम साटेको। मैले चाहिँ यहाँ पुसपास पार्छु, अलबटले चाहिँ भाँडा माझ्छ। पहिले मैले भाँडा माझ्थेँ, अलबटले पुसपास पार्थ्यो। आज ठ्याक्क चेन्ज भयो। मैले गाइस एउटा भिडियोमा सर्जनको नाम लेखेको होइन, उत्तम अखे भएर उफ्रेर ए मेरो दाको नाम लियो, मेरो दाको नाम लिँदा खुसी भयो। राम्रोसँग बोल्दै राम्रोसँग। अब हेर्नुभएको साथीहरूको नि अब फोटोहरू के भन्छ अरे नामहरू आउँदैछ, जस्तो कि सुदिन भयो, अनि योगेश भयो होइन, अनि सोनिम भयो, अनि सन्दीप भयो, सुदीप भयो होइन, अनि अरू स्टिफन भयो, प्रसन्न भयो, सबै छन्। गाइस कसको नाम लियो अलबटले? मेरो साथीहरूको नाम सोनिम। सोनिमले एकदम बिग फ्यान भन्यो। अलबट आज बाटो भएको हेर्दै भाँडा कम छ नि यहाँ, त्यही भएर म माझ्छु भनेको। तर भाँडा यति हुन्थ्यो अघि पछि यति हुन्थ्यो। सोनिमले हालेको भ्लगमा नाम लिइदिनु भएको थियो, ल मैले सोनिमको नाम लिदिएँ। सबै साथीहरूको, भूषणको, सबको। गाइस हेर्नु पोखराको व्यवस्था देखिन्छ रातिमा। ल अहिले चाहिँ रातिको 11 बज्न लाग्यो, 10:40 हुन लाग्यो गाइस। अब चाहिँ भ्लग एडिट गर्छु। हजुरहरूलाई कस्तो लाग्यो आजको भ्लग? मन पर्यो भने लाइक गर्नु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। सो बाई गाइस, सी यु इन नेक्स्ट भ्लग। टिल देन टेक केयर। ओके गाइस, बाई बाई गाइस।